सोच्नुहोस् त एउटा साधारण मान्छे हातमा कुटो र कोदालो बोकेर सडकमा निस्किन्छ, एक्लै समाजको व्यतिथि विरुद्ध चिच्याउँछ र कसैको साथ बिना नै देशको ठूलो सहरको मेयर बन्न सफल हुन्छ। यो कथा हो धरानका मेयर हर्क सम्पाङको। सुरुमा उहाँलाई धेरैले एउटा सन्किवा रहरले कराएको मान्छे भनेर झिस्काए, तर उहाँको काम गर्ने शैली र जनताप्रतिको लगाव देखेर सिङ्गो देश उहाँको फ्यान बन्यो। तर समय सधैँ एकनाश रहँदैन। हिजो जसलाई जनताले भगवान जस्तै मानेर सडकमा स्वागत गरेका थिए, आज तिनै मानिसहरू उहाँको कडा आलोचना गरिरहेका छन्। सामाजिक सञ्जालमा उहाँले बोल्ने भाषा, संसदमा उहाँको नाममा भएका विरोधहरू र देशका विभिन्न ठाउँमा उहाँले चालेका कदमहरूले गर्दा आज हर्क सम्पाङको लोकप्रियतामा ठूलो धक्का लागेको छ। आखिर को हुन् हर्क सम्पाङ? उहाँको बाल्यकाल कस्तो थियो? उहाँले धरानका लागि के गर्नुभयो र अहिले किन उहाँको यति धेरै विरोध भइरहेको छ? आजको यो विशेष डकुमेन्ट्रीमा हामी कुनै पनि पक्ष नलिकन केवल सत्य र तथ्यका आधारमा हर्क सम्पाङको पूरा कहानी र जनताको बदलिदो धारणाको बारेमा कुरा गर्नेछौँ। भिडियो निकै चाखलाग्दो छ, अन्तिमसम्म हेर्नुहोला। बाल्यकालदेखि सङ्घर्षका दिनहरू। हर्क सम्पाङको वास्तविक नाम हर्कराज राई हो। उहाँको जन्म खोटाङको एउटा विकट र सामान्य किसान परिवारमा भएको थियो। बाल्यकाल गाउँकै माटो र सङ्घर्षमा बित्यो। कलेज पढ्न र आफ्नो भविष्य बनाउन उहाँ धरान झर्नुभयो। धरान आएपछि उहाँले अङ्ग्रेजी विषयमा स्नातक अर्थात् ब्याचलर्स पास गर्नुभयो र केही समय विदेशमा काम गर्न पनि जानुभयो। विदेशको दुःख भोगेका हर्क जब नेपाल फर्किनु भयो तब उहाँले धरानमै कन्सल्टेन्सी चलाउनु भयो र अटो रिक्सा पनि चलाउनु भयो। तर उहाँको मन आफ्नै व्यापारमा भन्दा बढी समाजको समस्यामा हुन्थ्यो। धरानमा खानेपानीको हाहाकार, भ्रष्टाचार र नेताहरूको लापरवाही देखेपछि उहाँले जनसरोकार मञ्च बनाएर एक्लै आन्दोलन सुरु गर्नुभयो। हातमा माइक बोकेर उहाँ घण्टौसम्म चोकमा एक्लै कराउनुहुन्थ्यो। ठूला राजनीतिक दलहरूले उहाँलाई गन्दैनथ्यो, तर उहाँको यही निरन्तरताले धरानका जनताको मन बिस्तारै जित्दै गयो। धरानको मेयर र जनताको लागि ठूलो योगदान। गत स्थानीय चुनावमा हर्क सम्पाङले बिना कुनै ठूलो बजेट र बिना कुनै पार्टी स्वतन्त्र रूपमा चुनाव जितेर इतिहास रच्नुभयो। मेयर बनेपछि उहाँले कुर्सीमा बसेर आदेश दिने पुराना नेताहरूको बानीलाई पुरै बदलिदिनु भयो। धरानको वर्षौं पुरानो खानेपानीको समस्या समाधान गर्न उहाँ आफै कोदालो बोकेर जंगल पस्नु पनि भयो। उहाँको एउटा कुरा सुनेर देश विदेशबाट हजारौं मानिसहरू धरान आएर आफ्नै इच्छाले काम गर्न थाले, जसलाई श्रमदान भनियो। मानिसहरूले आफ्नै खर्चमा पाइप किनेर पठाए, ढुङ्गा बोके र अन्त धरानमा पानी ल्याएर छाडे। यसका साथै उहाँले धरानमा लाखौं बिरुवा रोप्ने अभियान पनि चलाउनु भयो, जसले धरानलाई सुन्दर बनाउन ठूलो मद्दत गर्यो। कामको सम्मान गर्ने उहाँको यो शैलीले गर्दा जनताले उहाँलाई देशकै वास्तविक नायक माने। सरकारी बजेट बिना पनि जनताको साथ लिएर ठूला काम गर्न सकिन्छ भन्ने कुरा उहाँले प्रमाणित गरेर देखाइदिनु भयो। चन्दाकाण्ड र दार्जुलाको पुल विवाद। तर काम गर्दै जाँदा विवादहरू पनि सुरु भए। हर्क सम्पाङले धरानका कामहरूका लागि देश विदेशमा रहेका नेपालीहरूबाट चन्दा वा आर्थिक सहयोग उठाउने प्रणाली सुरु गर्नुभयो। सुरुमा त जनताले खुसी साथ पैसा दिए, तर पछि यो चन्दा सङ्कलनको कानुनी प्रक्रिया र पारदर्शीमाथि प्रश्न उठ्न थाल्यो। विरोधीहरूले यसलाई चन्दा आतंकको नाम दिए। विवाद त्यतिमा मात्र रोकिएन। हर्क सम्पाङले धरान बाहिर सुदूरपश्चिमको दार्जुलामा पनि चन्दाकै पैसाबाट एउटा ठूलो झलुङ्गे पुल बनाइदिने घोषणा पनि गर्नुभयो र पुल तयार पनि भयो। सुन्दा यो निकै राम्रो काम थियो, तर स्थानीय प्रशासन र केन्द्रीय सरकारको अनुमति बिना कुनै इन्जिनियरिङ जाँच नगरी बनाएको भन्दै दार्जुलाकै कतिपय स्थानीय र प्राविधिकहरूले यसको विरोध गरे। उनीहरूको तर्क थियो, बिना अनुमति र बिना इन्जिनियरिङ डिजाइन महाकाली जस्तो ठूलो नदीमा बनाएको पुलले भोलि दुर्घटना निम्त्याउन सक्छ। यो घटनापछि हर्क सम्पाङको चौतर्फी आलोचना भयो र धेरैले उहाँलाई जबरजस्ती जस लिन खोज्ने मान्छेको रूपमा हेर्न थाले। संसदमा विरोध र सामाजिक सञ्जालको भाषा। बिस्तारै हर्क सम्पाङको विवाद देशको संसदसम्म पुग्यो।
संसदमा विभिन्न पार्टीका सांसदहरूले हर्क सम्पाङको काम गर्ने शैली र उहाँको भाषामाथि कडा आपत्ति जनाए। उहाँले सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायहरूलाई चित्त दुख्ने खालका शब्द प्रयोग गरेको र आफूलाई प्रश्न गर्ने पत्रकार तथा सर्वसाधारणलाई चोर फटा बुद्धि नभएको भन्दै गाली गर्ने गरेको विषय संसदमा उठ्यो। जनताले चुनेको एउटा ठूलो पदको मान्छेको भाषा यति कमजोर हुनु हुँदैन भन्दै राष्ट्रिय दलित आयोग र अदालतसम्म मुद्दा पुग्यो। यो संसारमै म जति घमण्डी कोही छैन। घमण्डी त भयङ्कर घमण्डी, जात जातिलाई आफ्नो पहिचान नदिने यस्ता कुरा को हुन् थाहा छ कि छैन तपाईँलाई? कुरै निकाल्दाखेरि त धेरै कुराहरू निस्किन्छ, बिस्तारै निस्किन्छ। होइन, मलाई यहाँ गाली गर्नेहरू सबैजना जातबाटै म हेर्दैछु। यो चाहिँ नि जातबाट हेर्छु, म केलाउँदैछु नि त, होइन सबै केलाउँदैछु क्या, सबै केलाउँदैछु। मिसनरिज भनेको चाहिँ मिसनमा जानेहरू भनेर बुझिन्छ है साथी हो। मिसनरिज भनेको मिसनमा जाने भन्ने बुझिन्छ। खोइ त तपाईँको गाली त सकिएछ त हो यार, यति हो। अलिक मजाले बोल्नु भनेको त छैन त यार। रावल भन्नेले टेक रावल भन् डलरे भनेछ, तिमीले जात जनायो भाइ, जात जनायो होइन। चिन्छु नि म यो कसले के भन्छ भन्ने क्या। मान्छे पो भनेको त फल्ना पो रहेछ भन्ने चाहिँ नहोस्, फल्ना जात पो रहेछ भन्ने चाहिँ भन्नु नपर्छ। कुनै दिन त्यो दिन आउला नि। मान्छे पो भनेको त मान्छे फल्ना जात पो रहेछ भन्ने खालको दिन आउला। म घृणा पैदा होला, याद गरौँ साथी हो। बढ्ता गाली गलौजमा नउत्रिनु होला। यही कारणले गर्दा हिजो उहाँलाई आँखा चिम्लेर समर्थन गर्ने कतिपय समझदार मानिसहरू पनि उहाँबाट टाढिन थाले। मानिसहरूले भन्न थाले कि हर्क सम्पाङ काममा त एकदम राम्रो हुनुहुन्छ, तर उहाँमा अलिकति घमण्ड बढेको छ र उहाँ आफ्नो गल्ती वा आलोचना पटक्कै सहनुहुन्न। जनताको धारणा राम्रो कि नराम्रो? त्यसो भए समग्रमा हर्क सम्पाङका बारेमा जनताको विचार के छ त? उहाँ राम्रो हो कि नराम्रो? वास्तवमा यसको उत्तर दुवै हो। उहाँ राम्रो किन हुनुहुन्छ भने उहाँले नेपालको राजनीतिमा नयाँ सोच ल्याउनु भयो। नेता भनेको भाषण गर्ने मात्र होइन, भुइँमा ओर्लेर काम गर्ने मान्छे हो भन्ने कुरा सिकाउनु भयो। उहाँले धरानलाई पानी खुवाउनु भयो, जुन ठुला दलहरूले वर्षौंसम्म सकेका थिएन। तर उहाँको कमजोरी पाटो भनेको कानुनी प्रक्रियालाई वास्ता नगर्ने बानी र फेसबुकमा बोल्ने क्षुद्र भाषा हो। लोकतन्त्रमा कानुन र पदको मर्यादाको ठूलो महत्व हुन्छ, जुन हर्क सम्पाङले कतिपय ठाउँमा बिर्सिएको देखिन्छ। जनताको राय हेर्ने हो भने उहाँको कामको सधैँ कदर हुनेछ, तर उहाँको व्यवहारमा सुधार नआएको उहाँको राजनीतिक भविष्य संकटमा पर्न सक्छ। तपाईलाई के लाग्छ? हर्क सम्पाङ देशलाई चाहिने असली नेता हुनुहुन्छ कि केवल चर्चामा आउन खोज्ने व्यक्ति? आफ्नो विचार तल कमेन्टमा पक्कै लेख्नु होला। भिडियो मन परेमा शेयर र च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद। जय नेपाल। यो देश कस्तो बनाउने एमसीसी को बारेमा के छ? पुङलुङ 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 भिजन त्यही हो। What you think inside your brain doesn't make any sense unless you speak that. What you speak still doesn't make any sense unless you do that. And what you do still doesn't make any sense unless you show the result to the society, to the world.